नमस्कार, शुभ प्रभात सबैजनालाई स्वागत छ एला दरबारको शेयर अर्थ र राजनीतिक समाचारमा। हरेक हप्ताको आइतबारदेखि शुक्रबारसम्म बिहान 7 देखि 8 बजेसम्म प्रस्तुत हुने यो कार्यक्रम यहाँहरूले सो समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ भने नेपाल शेयर खबर, क्यापिटल दरबार, हाम्रो यातायात लगायतका धेरै युट्युब च्यानलहरूले प्रत्यक्ष र रेकर्डेड लाइभ पनि प्रसारण गरिदिरहनु भएको छ। त्यहाँबाट पनि आफ्नो समय अनुकूल सुन्न सक्नुहुन्छ। क्लब हाउस एप मार्फतै सुन्न चाहनुहुन्छ भने स्पिकर प्यानलमा बस्ने साथीहरूको प्रोफाइलमा सेभ भएर बस्छ, त्यहाँ गएर पनि सुन्न सकिन्छ रिप्लेको रूपमा भन्ने कुराको जानकारी गराउँछु। कार्यक्रमको सुरुवातमा हुनेछ आजको दिन राशिफल र पञ्चाङ्ग, बाँकी रहेको समयमा विभिन्न पत्रपत्रिकामा छापिएका शेयर अर्थ र राजनीतिसँग जोडिएका समाचारहरू हुनेछन् र अन्तिममा राष्ट्र ब्याङ्कको डेटा, प्रेरक प्रसङ्ग, अर्जुन पराजुलीको कविता अनि यहाँहरूले च्याट बक्समा लेख्नुभएका कमेन्टहरू सबै समावेश गर्ने कोसिस गर्नेछु भन्दै लागौँ आजको दिन राशिफल र पञ्चाङ्गतिर। सुरुमा राशिफलको सुरुमा मेष राशि, सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछन्। पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडि बढ्न सकिनेछ। इच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ। रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर पनि आउनेछ। सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागि हुने सम्भावना रहेको छ। व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ। दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग पनि हुनेछ। अब वृष राशि, व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनोज्ञ आम्दानी गर्न सकिनेछ। माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी लाभ लिन पनि सकिनेछ। माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न पनि सकिनेछ। विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ। राजनीति तथा समाज सेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग पनि छ। शेयर बजारमा सुझबुझका साथ आज लगानी गर्न सकिन्छ। अब मिथुन राशि, बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन। सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। मध्याह्नबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी कामहरू गर्न आज सकिनेछ। नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ। कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ। धार्मिक पुस्तक अध्ययन बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ। अब कर्कट राशि, बिहानको समय व्यापारबाट मनज्ञ धन आर्जन गर्न सकिनेछ तथा परिवारकै सवालमा यात्रा पनि हुनेछ। पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन आज सकिनेछ। मध्याह्नबाट समय मध्यम रहेकोले आफन्त तथा चेलीमाइती बीचको वैमनस्यता बढ्ने ग्रहयोग पनि छ। सचेत रहनुपर्नेछ। माया प्रेममा धोका पनि हुन सक्छ भने पति पत्नी बीच दाम्पत्य जीवनमा आज खटपट आउनेछ। समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ। सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च पनि आज कर्कट राशिलाई बढेर जानेछ। अब सिंह राशि, पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न मनमोहक दृश्यहरू मनमुटुमा कैद गर्न सकिनेछ। पर्यटन व्यवसाय अँगालेहरूले सामान्य धन आर्जन गर्न सक्नेछन्। सबैजना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन आज सकिनेछ। पढाइ लेखाइमा भने जस्तो नतिजा हात लाग्ने पनि समय छ। आफन्त तथा अग्रजहरू आज खुसी हुनेछन्। अब कन्या राशि, मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ। अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईकै पक्षमा हुनेछन्। पढाइ लेखाइमा अरूभन्दा अग्र पंक्तिमा तपाईको नाम आउने तथा विजयको योग रहेको छ। व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ। माया प्रेममा सामिप्यता बढ्छ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जान्छ। अब तुला राशि, रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई सिरदारे गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ। व्यापारमा लगानी गरी मनज्ञ आम्दानी गर्न आज सकिनेछ भने नयाँ योजनाको रूपरेखा कोर्न पनि सकिनेछ। प्रेममा नजिक भई भावना साटसाट गर्न पाइने हुँदा आज मन प्रसन्न रहनेछ। उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको पनि योग छ। अब वृश्चिक राशि, बिहानको समय राम्रो रहेकोले आफन्त दाजुभाइ तथा अग्रजको सहयोगले राम्रा र परिणाममुखी काम गर्न सकिनेछ। छोटो तथा रमाइलो यात्रा तय गर्न सकिनेछ। उत्पादनमुखी व्यवसायबाट मनज्ञ आज धनार्जन गर्न सकिनेछ। मध्याह्नबाट समय राम्रो रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसके मध्यम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण आज काम गर्न नसके जस्तो पनि हुन सक्नेछ। राजनीति तथा सामाजिक काममा
समय खर्चिनेहरूको लागि आज समय मध्यम नै छ वृश्चिक राशिको लागि। अब धनु राशि, तपाईले सुरु गरेको काममा आफन्त तथा दाजुभाइको सहयोग तथा समर्थन पाइनेछ। व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ। विवादित विषयहरू तपाईँ आफ्नै पक्षमा निर्णय हुन सक्छन्। प्रेममा नजिक हुने पनि समय छ। लामो समयदेखि भेट नभएका मित्रहरू पनि आज भेटिनेछन्। त्यो हुँदा मन प्रसन्न रहनेछ। पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै तपाईँको नाम अग्रस्थानमा आउनेछ। अब मकर राशि, नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरू जोड्न सकिनेछ। सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरूको लागि समयले साथ दिनेछ। सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। मनपर्ने भोजन, उत्तम वस्त्र तथा विलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन आज प्रसन्न रहनेछ। लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग पनि छ। अब कुम्भ राशि, अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छाडेर अग्रपंक्तिमा आउन आज सकिनेछ। परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने पनि अवसर आज प्राप्त हुनेछ। मेहनत गर्दा आँटेको काम बन्नेछ भने जुधारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिलाउन आज सहज हुनेछ। व्यवसाय फस्टाएर जान्छ भने लगानीको नयाँ वातावरण पनि बन्नेछ। आम्दानीमा बढोत्तरीको योग रहेको छ। राजनीतिमा पद प्राप्तिको योग छ। बिहानको समयमा यात्रा गर्दा अलि ध्यान पुर्याउनु पर्नेछ कुम्भ राशिको लागि। अब मीन राशि, बिहानको समय उत्तम रहेकोले बैंकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन आज सकिनेछ। प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन आज सकिनेछ। प्रेममा रमाउन चाहनेहरूको लागि समय आज उत्तम छ। मध्याह्नबाट साथीभाइ तथा आफन्तहरूको भेटघाटले नयाँ काम गर्ने अवसर पनि आउनेछ। फाइदाको लागि आज अलि बढी मेहनत गर्नुपर्नेछ। स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन भन्दै ज्योतिषी दुर्गा प्रसाद भण्डारीको यो राशिफल मैले यहाँहरूलाई पढेर सुनाएँ। आजको कार्यक्रमको पहिलो भागको रूपमा यहाँहरू सबैको दिन शुभ रहोस्। राशिफलले जे जस्तो भने पनि आफ्नो कर्मलाई विश्वास गर्दै अगाडि बढ्नुहुन्छ भन्ने कुराको विश्वाससँगै आजको दिन राशिफल र पञ्चाङ्ग यही छ। अब लागौं कार्यक्रमको दोस्रो भाग। आजको दिन राशिफल र पञ्चाङ्ग सकिसकेपछिको भाग विभिन्न पत्र पत्रिकामा छापिएका शेयर अर्थ र राजनीतिसँग जोडिएका समाचारहरूतिर। सुरुवातमा छ टीआरसी सिफारिस समितिका पुरानै पात्रलाई थपिँदैछन् नयाँ चुनौती भनेर पुरानै पात्रहरूलाई थपिँदैछन् नयाँ चुनौती भनिएको छ। पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्र, पूर्व महाधिवक्ता खम्बबहादुर खाती र डाक्टर अर्जुन बहादुर कार्कीसँगै स्टेला तामाङ भन्ने रहेछ। यो चारजनालाई यो नयाँ चुनौतीहरू थपिएका छन् भनेर भनिएको छ। पात्र पुरानै हुन् तर चुनौती नयाँ। गगन थापा बोलेर शक्तिशाली बोकेर कमजोर भन्ने शीर्षकमा एउटा टिप्पणी रहेछ। सत्ता होस् या पार्टी, सत्ताभित्र र माथि प्रश्न गर्दै आएका गगन थापा स्वयं माथि प्रश्न तेर्सिएको छ। आगोमा मट्टीतेल थपिरहने व्यक्तिको शक्तिको स्रोत बनिरहेर सामाजिक सञ्जालमा प्रश्न मात्रै गरेर बसिरहन तपाईलाई मिल्छ भनेर सुरु गरिएको छ। यो सुदर्शन खतिवडाले लेखेको टिप्पणी हो। गगन थापालाई तिमी प्रश्न मात्र गरेर बसेर हुन्छ भन्ने चर्चा छ। सुरुवातमा अलि धेरै लामो छ, जानकारी दिने काम सुरुवातमा गरे। विद्युत प्राधिकरणमा एउटा अराजकता थियो, अब हुँदैन भनेर नयाँ नियुक्त विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हेतनदेव साक्यले भनेका रहेछन्। विवादका विषय धेरै छन्। यो मात्रै होइन, प्राधिकरणले यस बीच गलत सूचना प्रवाह गरिरहेको पाएको छु। यो संस्थाभित्र अराजकता देखिएको छ। यस्तो हुनु दुर्भाग्यपूर्ण हो भनेर उनले हिजो पदभार ग्रहण गर्दै गर्दा भनेका कुराहरू र अनलाइन खबरले लिएको अन्तर्वार्ताको छोटो अंश पनि यो समाचारमा राखिएको छ। रूस र युक्रेन बीच ब्ल्याक सीमा युद्धविराममा सहमति भन्ने शीर्षकको अर्को सुखद खबर छ। रूस र युक्रेन ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको व्हाइट हाउसले जनाएको छ। यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक पहलको प्रतिफल मानिएको छ। 3 वर्षभन्दा अगाडिदेखि रूस र युक्रेन बीच लडाईँ जारी रहँदा 30 दिनसम्म रोक्ने सहमति भएको ब्लुमबर्गले जनाएको छ। दुई देशबीच ऊर्जा संरचनामा आक्रमण नगर्ने सहमति समेत भएको छ। ट्रम्पले युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेस्कीसँग टेलिफोन वार्ता गरेका थिए। त्यसपछि युद्धविराममा सहमति जुटेको बताइएको छ। यद्यपि युद्धविरामको कार्यान्वयन र यसको निगरानी कसरी गरिन्छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। युद्धविराममा सहमति जुट्नु अघि साउदी अरबमा 12 घण्टासम्म गोप्य वार्ता भएको थियो। त्यसपछि ट्रम्पले रुसी र युक्रेनी राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका थिए। रुसी उपविदेश मन्त्री ग्रिगोरी करासिनले युद्धविराममा सहमति भएको पुष्टि गर्दै भनेका छन्, अमेरिका रुस बीच कुराकानी कठिन थियो तर रचनात्मक भयो। युद्धविराम सम्झौता मार्फत पुगे बापत रुसले व्यापारिक दृष्टिकोणबाट आफूलाई केही फाइदा हुने शर्तमा अमेरिकालाई सहमत समेत गराएको छ भनेर यस समाचारमा भनिएको छ। बीबीसीका आधारमा केही समाचारहरू स्रोत नमानेर थप
समाचार पनि लेखिएको छ। अब अर्को खबरतिर लागौं। त्रिचन्द्रको सोभि निर्वाचन आज अध्यक्षमा 9 प्रतिस्पर्धी छन् भनेर त्रिचन्द्र कलेजको कुरा हो यो। काठमाडौँको त्रिचन्द्र क्याम्पसमा आज सोभि निर्वाचन हुँदैछ। यसअघि 5 चैतका लागि तोकिएको सोभि निर्वाचनमा अन्तिम समयमा स्थगित भएपछि आज हुन लागेको हो। नेविसङ्घका विवेक बानिया र श्रीधर श्रेष्ठ समूहले मूल गेटमै तालाबन्दी गरेपछि निर्वाचन समितिका संयोजक डाक्टर अंगद गौतमले चैत्र 4 गते निर्वाचन स्थगितको सूचना टाँस गरेका थिए। मतपत्रमा नाम गोलापर्ताबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विवाद भएपछि तालाबन्दी भएको थियो। तर डाक्टर गौतमले नै चैत्र 11 गते अर्को सूचना जारी गरी चैत्र 13 गते बिहान 8 बजेदेखि निर्वाचन हुने जनाएका थिए भनेर भनिएको छ। कसैको टाउको नफुटी आज त्यो काम सम्पन्न होस् भन्ने कामना गरौं। शेयर बजारमा उच्च गिरावट, नेप्से 2600 मुनि भन्ने शीर्षकको मुटुचिसो बनाउने खबर छ। मंगलबार शेयर बजार उच्च अङ्कको गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक झन्डै 58.05 अङ्क अर्थात् 2.19% घटेको हो। सो गिरावटपछि नेप्से 2582 अङ्कमा कायम भएको छ। बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ। अघिल्लो दिन 4 अर्ब 48 करोडको कारोबार भएकोमा आज 5 अर्ब 18 करोडको कारोबार भएको छ। जम्मा 4 कम्पनीको मूल्य बढ्दा 240 सेन्ट डिफ्ल्याट भए। यस दिन सबै सेक्टर रातामै भएका छन्। अब कतिले घटे भनेर त के भन्नु, मुटुसिसो भइसक्यो होला। यस दिन धेरै मूल्य बढ्नेमा डिभेन्चर अगाडि रहे। एनसीसीडी 86, केबीएल 89 को मूल्य 4% भन्दा धेरै बढेको छ। नारायण डेभलपमेन्ट बैंकको मूल्य 8.7% ले घटेको छ। सपोर्ट माइक्रो फाइनान्स पनि उस्तै पारा छ। इस्टर्न हाइड्रोको मूल्य त्यही ताल छ। सिन्धु विकास बैंक त पुरै उतार्नु परेको छ। विन नेपाल लघुवित्त पनि पारा चिकनताङ छ। ल यी समाचार थिए जो घटेका। अब बढेका त जम्मा 4 कम्पनी, त्यो पनि 2टा त डिभेन्चरै रजन। ज्ञानेन्द्र ढुङ्गानाले नबिल बैंकको सीईओबाट दिए राजीनामा दिएको 1 हप्तापछि बल्ल समाचार आउँछन्। यही समाचार देखेर फेरि हक्कानिन्छन्। बडो गाह्रो छ हिजो आजका खडखडेहरू। नबिल बैंकका प्रमुख कार्यकारी अधिकारी सीईओ ज्ञानेन्द्र ढुङ्गानाले राजीनामा दिएका छन्। गभर्नरको उम्मेदवार बन्नका लागि उनले राजीनामा दिएको स्रोतले बताएको छ। ढुङ्गानाले 2079 साल असारदेखि नबिल बैंकको सीईओ सम्हालेका थिए। उनी सीए पनि हुन्। यो सीएलाई त गभर्नर बनाउनै हुँदैन। मन्त्री परिषद बैठकले सोमबार मात्रै अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो। सोही समितिले गभर्नरका लागि मन्त्री परिषद बैठकमा नामहरू सिफारिस गर्नेछ। सिफारिसमा परेका नामहरू मध्येबाट एकजनालाई मन्त्री परिषदले गभर्नर नियुक्ति गर्नेछ भनेर भनिएको छ। अब यो त राजीनामा दिए, स्वीकृति भएको छैन। 3 जनामा पर्यो भने स्वीकृत गर्यो, नभए नगर। क्या गजब छ एउटा मान्छेलाई दुवै हातमा लड्डु। हेटौडा सिमेन्ट उद्योगको पुनः उत्पादन चैत्र तेस्रो सातादेखि भन्ने अर्को शीर्षकको समाचार छ। लामो समयदेखि बन्द रहेको हेटौडा सिमेन्ट उद्योगले यही चैत्र तेस्रो सातादेखि पुनः उत्पादन सुरु गर्ने भएको छ। उद्योगका मेसिनको मर्मत समार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक इन्जिनियर नवीन कुमार कर्णले जानकारी दिएका छन्। नो ढुङ्गाना इज नेभर गभर्नर यो लेखेर राख्नुहोस् भन्ने कुरा हामीले अस्तिदेखि भन्दै आएका छौँ। लामो समयदेखि हुने भने उही मान्छे हो। ढुङ्गाना गभर्नर हुन्छ भनेर त्यो थुक्निलो पनि बेकार हो। पुग्दैन। उधारोमा सहमति गर्नेको गभर्नर पुग्दैन। ल आजलाई अनलाइन खबर यति नै गरौँ। 20 सालतिर लागौँ। उधारोमा सहमति गर्नेको गभर्नर बन्दैनन्। कुरो बुझ्नुहोस्। हार्ड क्यास चाहिन्छ। उधारोमा कसले मान्नु? यी उधारो टोली परे। ल लागौँ अब अर्को खबरतिर। आगामी साताको बिहिबारसम्म नयाँ गभर्नरको नियुक्ति भइसक्ने देउवा ओलीले रोजेको पात्र को हो भन्ने शीर्षकमा 20 सालले समाचार लेखेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणले ठूलो प्रभाव परेन भने आगामी साताको बिहिबारसम्म नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाउनेछ। प्रधानमन्त्री कार्यालय स्थित उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नरको विषयमा उच्च स्तरको सहमति भइसकेको र यो प्रक्रियालाई अर्को सातासम्म टुङ्गो लगाइने भएको छ। नेपाल राष्ट्र बैंकको गभर्नरको रूपमा कसलाई अगाडि बढाउने भन्ने विषयमा ओली र देउवाबीच सोमबार साँझ उच्च स्तरको सहमति भइसकेको छ। स्रोतले भन्छ कुलमानलाई हटाएर विद्युत प्राधिकरणमा ओलीका सालुवा नाता पर्ने हितनदेव साक्यलाई ल्याउने विषयमा देउवाले समर्थन गरेपछि कांग्रेसको भागमा गभर्नर परेको हो। स्रोतहरूको दावीलाई आधार मान्ने हो र नेताहरू बीचको उच्च स्तरको सहमतिमा कुनै नाटकीय परिवर्तन भएन भने राष्ट्र बैंकको आगामी गभर्नरको रूपमा वरिष्ठ बैंक तथा राष्ट्र बैंकका पूर्व क्याडर ज्ञानेन्द्र प्रसाद ढुङ्गाना आउने प्रबल सम्भावना छ। यही सम्भावना बुझेका ढुङ्गानाले आइतबारको मिति राखेर प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत नबिल बैंकबाट राजीनामा समेत दिइसकेका छन्। निकै चतुर बैंकर समेत रहेका ढुङ्गानाले कुनै संकेत नभई टप पोजिसनमा रहेको बैंकको सीईओ पद नत्यागेको उच्च स्रोतको भनाइ छ।
उहाँले नोबेलको CEO पदसँग जुवा मात्र खेल्नु भएको हो जस्तो लाग्दैन। कांग्रेसका एक नेताले भन्छन् उच्च तहबाट ग्रिन सिग्नल नपाई त्यो निर्णय भएको हो जस्तो लाग्दैन। देउबा र ओली बीच सम्भावित गभर्नरको विषयमा सहमति भएकै कारण सोमबार साँझ बसेको मन्त्री परिषद बैठकले गभर्नर सिफारिस समितिको विषयमा औपचारिक निर्णय पनि गरेको थियो। 3 सदस्यीय समिति यसअघि नै टुङ्गो लागिसकेको भए पनि कांग्रेसका मन्त्रीले होल्ड गर्दा औपचारिकता पाउन सकेको थिएन। अब सिफारिस तथा छनौट समितिले गभर्नर छनौटको आवश्यक प्रक्रिया आज या भोलिबाट सुरु गर्नेछ। सबै काम तीव्र गतिमा अगाडि बढाई आगामी 7 दिसम्म बिहिबारसम्म गभर्नर नियुक्त गर्ने तयारी भइरहेको स्रोतको दाबी छ। राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत्र 24 गते सकिँदैछ। 25 गते खसी खाने दिन। ल जो आए पनि राम्रो आउँछन्, ढुक्क हुनुहोस्। ढुङ्गा नआउन् कि चट्टा आउन्, जो आए पनि राम्रै आउँछन्, फेरि गर्नु परेन। तर निलम ढुङ्गाना चाहिँ नआउन्। ती आइन् भने अर्की कम्युनिस्ट हुन्। महाप्रसाद भन्दा नि डेन्जर। नीतिपत्र कारोबारमा केही ब्रोकरहरूले लगानीकर्ताहरूबाट चर्को ब्याज असुलिरहेको लगानीकर्ताले आरोप लगाएका छन् भन्ने समाचार आएको रहेछ। यस अनुसन्धान गर्ने सेवनको भनाई भनेर समाचार शीर्षक छ। नागरिक स्टक डिलर र स्टक ब्रोकर नम्बर 60 ले शेयर लगानीकर्ताहरूबाट 18% सम्म ब्याज असुली गरेको नागरिक स्टक डिलरको बारेश्वर स्थित कार्यालयमा भेटिएका केही लगानीकर्ताले गुनासो गरिहाले। नाम उल्लेख नगर्ने शर्तमा एक लगानीकर्ताले निकै भावुक हुँदै भने हामी नयाँ ब्रोकर भनेर पुरानो ब्रोकर छाडेर आयौं, तर अहिले तातो तेलको तावाबाट आगोको भोङ्ग्रोमा परेको माछा जस्तै भएका छौं। उनले थप्दै भन्छन् मलाई यो ब्रोकरले 4.5 लाख रुपैयाँ त ब्याज तिर्न भनेको छ। मैले ब्रोकरसँग कुनै कागजी सम्झौता गरेको छैन, तर ब्रोकरले बजार घटेर थालखाउ कि भातखाउ भएका बेला झनै समस्यामा पारेको छ। ब्रोकरले त्यस्तो हिसाब लेजरमा नदेखाउने तर हिसाब भने माग्ने गरेको उनले बताउँछन्। यदि नीतिपत्रक बोर्डबाट कानुनी रूपमा नै मिल्ने हो भने कागजी सम्झौता गरेर सबै लगानीकर्ताहरूलाई चार्ज गर्नुपर्छ, तर ब्रोकरले केही लगानीकर्ताहरूलाई मात्र यस्तो ब्याज असुली गरेर पक्षपात गरेको नागरिक स्टक डिलरमा भेटिएका केही लगानीकर्ताले गुनासो गरेका छन्। यसैगरी ठूलो ब्रोकर भनेर चिनिएको नासा सेक्युरिटिज ब्रोकर नम्बर 58 मा भेटिएका एक लगानीकर्ताले पनि नाम उल्लेख नगर्ने शर्तमा आफूले पनि ब्रोकरको ब्याजको पैसामा परेको गुनासो गरेका छन्। यस विषयमा नागरिक स्टक डिलरमा बुझ्न खोज्दा ब्रोकर सञ्चालकले कुनै पनि प्रतिक्रिया दिन चाहेका छैनन्। नीतिपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले हाल ब्रोकरहरूबाट मार्जिन कारोबारको व्यवस्था नभए तापनि लगानीकर्ता र ब्रोकरहरू बीच सम्झौता भएर यस्तो कारोबार भएको हुन सक्ने बताउँछन्। उनले यस विषयमा ब्रोकरहरूले भने मन लाग्दी चर्को ब्याज दिन नमिल्ने र आफूहरूले यस विषयमा बुझ्न सक्ने जानकारी दिएका छन्। ल 58 र 60 बाट ब्याज दियो भन्ने कुरा आयो। 62 मा त 1% थप गरेर दोहोरै ब्याज चल्दैछ। हामी लामो समयदेखि सुन्दै आएको कुरा हो। कुन दिन त्यो समाचार नि पढ्न पाइन्छ। ल 62 ले नि ब्याज लिँदो र दिँदो रहेछ भनेर फेरि यहाँ जोडीहरू हल्ला गर्लान्। तर स्थापना कालदेखि नै बैंकको ब्याज 12 छ भने उनीहरूले 13 लिने 12 दिने चक्कर चलाइरहेका छन् भन्ने कुरा हामी सुन्न पाउँछौं। भन्दै लागौं अर्को खबरतिर। शेयर बजारमा उच्च गिरावट, 2500 को लाइनमा झरो, नेप्से भनेर मुटु चिसो बनाउने अर्को खबर छ। यो दिन बलियार राम्रो कम्पनीको मापक सेन्सिटिभ इन्डेक्स पनि झन्नै 2% ले घटेर 434.97 बिन्दुमा झर्यो भनेर भनिएको छ। हिजोको बजारका जानकार रहेछन् को भन्दा सूर्यनारायण पौडेल सर हुनुहुरहेछ। बजार घट्नुमा देशको तरल राजनीतिक अवस्था मुख्य कारण हो। यही चैत्र 15 गतेदेखि विभिन्न दलहरूले गर्ने भनेको आन्दोलनका कारण डराएका लगानीकर्ता सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै थप त्रसित बनेका छन्। बिग्रिदो राजनीतिक अवस्थाका कारण लगानीकर्ताले आज स्टप लस तथा नाफा बुक गरेको पनि हुन सक्ने देखिन्छ भनेर उहाँले भन्नुभएको छ। यसका साथै अन्तर्राष्ट्रिय अवस्था र चैत मसान्तको दबावले पनि बजार घटेको हुन सक्ने आकलन उनले गरेका छन्। यद्यपि 2580 बिन्दु आसपास भने बजारको बलियो सपोर्ट रहेको पनि उनले बताउँछन्। अर्का बजारका जानकार निमानन्द कडेलले पनि चैत मसान्तको दबाव र आन्दोलन जस्ता विषयले लगानीकर्ताको मनोबल खसिएको बताउँछन्। यस्तै उधारोमा शेयर खरिद गरेकाहरू पनि समेत बिक्री दबाव दिँदा कुलमानको विषयले समेत बजार आज घटेको देखिन्छ उनले भन्छन्। यो दिन नेप्सेमा 13वटै समूहमा पुरै रातो कार्पेट बिछाइएको थियो भनेर पनि भनिएको छ। धेरै गुमाउने र कमाउने कम्पनीहरू पनि उल्लेख गरिएको छ। अब जम्मा 4वटा बढ्यो भनेपछि त कसका पोर्टफोलियो हरियो भयो होला र। अब लागौ अर्को समाचारतिर। आयात प्रतिस्थापन र निर्यात जन्य कृषि उत्पादनलाई प्राथमिकता दिन निजी क्षेत्रको जोड भनेर हिजो एउटा कार्यक्रम भएको छ। एग्रो इन्भेस्टमेन्ट समिट सिरिज 2। यो कार्यक्रममा एफएनसीसीआई का अध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायतका कृषि मन्त्री हेमराज ढकाल लगायतका टोलीहरूले सम्बोधन गरेको कुराकानी छ। विशालाले समाचार लेखेको छ। बोलिङ्गर ब्यान्डको तल्लो ब्यान्डसँगै हिँड्न थाल्यो बजार। आरएसआईमा भने डब्लु प्याटर्न बन्दै भनेर पुरै ओभरसोल्ड जोन भनेको छ। अस्ति क्याप्सुलेसन भएको थियो। अब
आज पनि क्याप्चुलेसन भएर छिसिक्क हरियो हुने सम्भावना देखिन्छ। आरएसआई पनि पुरै अघिल्लो पटकको बटम आसपासमा आइपुगेको रहेछ। बोलिङर ब्यान्ड मार्फत निहाल्दा केही समय पहिले मध्य ब्यान्डबाट तल खसेको बजार आज तल्लो ब्यान्डसँग हिँड्न थालेको देखिएको छ। यसले बजारमा तीव्र उतार चढाव भएको बुझिन्छ। म्याग्दिमाबाट निहाल्दा बजार यसअघि नै बेरिस क्रसओभर बढिसकेको छ। हिस्टोग्रामहरू नकारात्मक भनेका छन्। आरएसआई ओभरसोल्ड जोन नजिक झन्डै 30 को तहमा डब्ल्यू प्याटर्न बन्दै गरेको अवस्था देखिन सक्छ। क्यान्डलस्टिकबाट निहाल्दा आज बजार बेरिस प्रकृतिको क्यान्डल बनेको छ। बजारलाई पिभट मार्फत निहाल्दा आज बजार दोस्रो सपोर्ट पनि भत्काएकोले अबको बजारको तेस्रो सपोर्ट भनेको 2570 बिन्दुको आसपास हुन सक्छ। बढेमा भने बजारले 2660, 2717 र 2765 को प्रतिरोधको सामना गर्न सक्छ। शेयर बजारमा लगानी गर्नु जोखिमपूर्ण हुन्छ। यसरी गरिएको विश्लेषण कारोबारको लागि सिफारिस भने होइन भनेर समाचारमा लेखिएको छ। अब शीर्ष 10 ब्रोकरका कारोबारतिर लागौं। शीर्ष 10 ब्रोकरमा उच्च खरिद र बिक्री गरेको संख्या समान छ। कुनबाट कति भयो कारोबार भनेर भनिएको छ। आज नासा सेक्युरिटिजको पहिलो नम्बरमा परेको छ। यो ब्रोकरबाट 26 करोड 82 लाखको खरिद छ भने 20 करोड 95 लाखको खरिद छ। नासाले किनेको किनै छ। दोस्रो स्थानमा रहेको भिजन जुन शाखा खोलेको छ पनौतीमा 18 करोडको खरिद छ भने 20 करोडको बिक्री छ र 34 नम्बरले पनौतीमा शाखा खोलेको छ। तेस्रो स्थानमा रहेको इम्पेरियल यो त शाखा खोल्ने मध्येको हो। शाखा अस्तिदेखि खोलेको छ। 17 करोडको खरिद छ भने 20 करोडको बिक्री बटममा ल्याएर बेच्ने टुप्पा गरेर किन्ने इम्पेरियल 45 सस्तो पैसा भएको। चौथो स्थानमा रहेको सनी सेक्युरिटिज 17 करोड खरिद छ भने 17 करोडको बिक्री छ। पाँचौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिज 17 करोड खरिद छ भने 17 करोडको बिक्री छ। छठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिज 14 करोड खरिद छ भने 14 करोडको खरिद छ भने 17 करोडको बिक्री छ। लो यसले पनि खोलेछ शाखा। सातौं स्थानमा रहेको दीपशिखा धितोपत्र 13 करोड खरिद छ भने 17 करोडको बिक्री छ। आठौं स्थानमा रहेको दिव्या सेक्युरिटिज 11 करोड खरिद छ भने 16 करोड बिक्री। हेर सानसानाले बेचेको गाह्रो हिसाब मिलाउनु पर्यो के हेर्नु। नौ स्थानमा रहेको श्रीकृष्ण सेक्युरिटिज 15 करोड खरिद छ भने 11 करोडको बिक्री। 10औं स्थानमा रहेको क्यापिटल म्याक्स 15 करोडको खरिद छ भने 9 करोडको बिक्री। ल ट्रेडर अलिअलि छिरेछन्। हिजो छिर्ने ठाउँ त थियो क्यापिटल म्याक्सबाट खरिद देखियो। अब 17 नम्बर ब्रोकरको कारोबार देखेपछि कन्फर्मेसन आउला। नेप्सेमा थप 3 कम्पनीको बोनस शेयर सूचीकृत कसको कति भनेर भनिएको छ। यो 4 वटा पनि भनिन्छ, कहीँ 3 वटा पनि भनिन्छ। म त्यही समाचारलाई हेरौँला। विशाललाई शीर्षक मात्रै पढौँ। महाशक्ति सिमेन्टले पाउने 2 करोड किता शेयर जारी गर्ने बोर्डसँग मागे अनुमति भनेर आज यो समाचार लगभग नभएका पत्रिकाहरू छैनन्, सबै पत्रिकामा यो समाचार छापिएको छ। जसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ। महाशक्ति सिमेन्टले आइपिओ निष्कासन गर्ने भएको छ भनेर अंकित मूल्य 100 रुपैयाँमै आइपिओ निष्कासन गर्ने कम्पनी हो भन्नेसँगै लागौं अब नेपाली पैसाका समाचारहरूतिर। अब यो मैले फोटो चेन्ज गर्नु भन तपाईलाई चाहिँ मैले आजलाई गुड नाइट गरेँ। ल त्यसमा चाहिँ फोटो राखेर आएर मान्छे दिमाग खराब पार्छन्। ल 8 महिनामा नेपालले 56 अर्बको खानेतेल बेच्यो। यो डेटा आएको रहेछ, भन्सार विभागको डेटा हो यो। 8 महिनामा नेपालले 56 अर्बको खानेतेल बेच्यो। ल्याएर बेच्यो कि उत्पादन गरेर बेच्यो, बेच्न चाहिँ बेच्यो, यो कुरो नेपाली पैसाले छापेको छ। नेपाल इन्स्योरेन्स कम्पनीको झन्डै 16% लाभांश पारित गर्न कहिले बस्दैछ एजिएम भन्ने शीर्षकको समाचार छ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड लाभांश पारित गर्न चैत्र 19 गते वार्षिक साधारण सभा बस्ने भएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा बिहान 11 बजे सुरु हुनेछ। शेयर धनीलाई दिएको 15% बोनस शेयर र कर तिर्नको लागि 0.79% नगद गरी कुल 15.79% नगद लाभांश र बोनस शेयर सहितको प्रस्ताव पेश गर्नेछ। साथै आर्थिक वर्ष 80-81 को वार्षिक प्रतिवेदन नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ भन्ने कुरा आयो, जसको लागि चैत्र 7 गते बुक क्लोज भइसकेको छ। चैत्र 6 गतेसम्म कायम शेयर धनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। बजार घटेको बेला सस्तोमा शेयर किन्ने अवसर हो। करिब 40 कम्पनी 52 हप्ताको लो नजिक छन्। यस्तो छ अवस्था भनेर एउटा डेटा आएको रहेछ। 52 विक लो कम्पनीको डेटा हो, जुन 52 विक लो भनेर भनिएको छ, जसमा झन्नै 6% सम्मको लो 0 देखिबाट। एसकेबीबीएल 52 विक लो आएको रहेछ। एसआरएलआई 52 विक लो छ। एनआईएल एनआईसीएल 52 विक लो। एलआईसीएन एसडब्ल्यूएमएफ दोर्दी सीआईटी सीबीबीएल एनआईबीएल एसटीएफ भनिएको छ। जेबीएलबी जीएसवाई भने गरिमा समृद्धि योजना होला। यो एमएनएमएफ1 भने म्युचुअल फन्ड होला। एसडीएल पनि 52 विक लो आएछ, जम्मा 4.5% को फरक रहेछ। जीयूएफएल बीएचएल एनजीपीएल आईएलबीएस बीएनटी एनआईसीएसीआई पनि 52 विक लो छ। लोबाट जम्मा 6% माथि रहेछ। एसएजीएफ एचईआई पनि 52 विक लो रहेछ, झन्डै 6.5% को फरक रहेछ 52 विकसँग। यसपछि नेस्डो एनआईसी एफसी एनआईबीएल जीएफ, त्यसपछि केडीबीवाई एमएनबीबीएल पनि 52 विक लो छ।
358 332 NUBL सोना NML BBL C30 MF GBBL NICL BSL त्यस्तै ILI SPC NIC SF SF MF SJ LIC फरवर्ड यिनीहरू सबै 52 लो आएको छ 10% भन्दा मुनि भएका यी कम्पनीको लिस्ट सहितको शेयर स्क्रिनिङ सफ्टवेयरले देखाएको डेटा हो भनेर भनिएको छ बजार घटेको बेला त 52 लो किन्ने हो कि अब टुपा टुपामा चुपा गर्दै कुद्ने हो त्यो त अब हुन्छ जुवाडेले जाँगर किन्ने नि भयो लगानीकर्ता हो भने यस्तै इन्डिकेटर हेर्नुपर्छ भन्ने कुरा आयो ब्रोकरलाई कारबाही गर्दा लगानीकर्तालाई झनै बढी शास्ति यस्तो अव्यावहारिक नियम कहिलेसम्म बोकिरहने हो भनेर यो अस्ति 101 नम्बर ब्रोकर कारबाहीमा परेको पछिको समाचार हो यो यसरी हिसाब मिलाउन नसक्दाखेरि उधारोमा कारोबार गर्दाखेरि परेको अप्ठ्यारो र सँगैको लगानीकर्तालाई चाहिँ किन शास्ति भोगियो भन्ने चर्चा गरिएको छ नेपाली पैसाको समाचारमा भारतले ठ्याक्कै नाकामै रोक्यो नेपालमा उत्पादित प्लाइवुड बोकेका 34 वटा ट्रक सामान नै जफत गर्ने चेतावनी दिएको छ हेर्नुस् राजा त ल्याउने नि भयो हेर्नुस् उता अब आजबाट बिजुली रोकेको छ राजनले त भारतले छोड्दैन हेर्नुस् भन्दा पत्याउँदैन गाह्रो छ नेप्सेमा यी 4 कम्पनीको बोनस शेयर सूचीकृत कसको कुन गति किता भनेर भनिएको छ यसमा अलि पूर्ण डेटा छ लिस्टिङ अफ 10% बोनस शेयर अफ चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड भनेर सीएचएल को रहेछ 79,83,997.20 युनिट्स बोनस शेयर अफ चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड हैज बीन लिस्टेड इन नेप्से त्यस्तै 12,52,844.17 युनिट बोनस शेयर अफ सांग्ले डेभलपमेन्ट बैंक लिमिटेड व्हिच हैज बीन 3.6516% थियो भनेर भनेको छ यो पनि लिस्टेड भएछ त्यस्तै लिस्टिङ अफ 7% बोनस शेयर अफ सुपर माई हाइड्रो पावर लिमिटेड एसएमएस भनेको 3,50,000 किता बोनस शेयर लिस्टेड इन नेप्से अफ एसएमएस सुपर माई हाइड्रो पावर त्यस्तै लिस्टिङ अफ 10% बोनस शेयर अफ कुथली बुखरी स्मल हाइड्रो पावर लिमिटेड भनेर भनिएको छ 1,21,867.50 युनिट बोनस शेयर अफ कुथली बुखरी स्मल हाइड्रो पावर लिमिटेड KBSS हैज बीन लिस्टेड इन नेप्से कुथली बुखरी सुपरमाई त्यस्तै SADBL र CHCL यी 4 वटा कम्पनीको बोनस शेयर हिजो लिस्टिङ भएछ खातामा आएपछि कारोबार गर्न पाइयो अब जाउँ कुलमानको पक्षमा घन्किए यस्ता नारा हिजो सामाजिक सञ्जाल र सडकतिर देखिएका नारा हुनी कुलमानको पक्षमा घन्किए यस्ता नारा लोड सेडिङ चाहिँदैन कुलमान हटाउन पाइँदैन कता हिँडेको बिजुली मारेर कुलमान फालेर यी शीर्षकका नाराहरू हिजो बैरल्ती सामाजिक सञ्जाल सडकसम्म यी देखिएका थिए विद्युत प्राधिकरण भरतपुरका प्रमुख कुटिए तातो रिस विद्युत प्राधिकरण भरतपुरका प्रमुख कुटिए कार्यकक्ष पनि भयो तोडफोड भनेर एमालेका कार्यकर्ता गएर बङ्गी बङ्ग बजाएछन् डिस्प्ले बोर्डमा केपी ओली मुर्दाबाद र के चोर के लेखेछन् त्यसपछि त अनि भेटियाले बाटा पुरै अफिस पनि तोडफोड हेर आफै सरकारमा सरकारको अङ्गलाका प्रमुखलाई कुटिया छ गाह्रो फेरि गिजोली यो शेयर बजार नेप्से 2500 के लाइनमा झर्यो यसकारण त्रसित भए लगानीकर्ता भनेर भनिएको छ चैतको होरीले उडाएर लानी भो के लान्छ मान्छे लान्छ कि पैसा मात्रै लान्छ गाह्रो छ ल टप 10 कम्पनीहरू गेनरमा के छन् भनेर हेरियो टप 10 लुजरका हिजोका कुरा हेरियो टप 10 टर्नओभर एचआरएल 1 नम्बरमा छ हेर्नुस् त त्यही जुवा खेलिरहेछन् एचआरएलमा माथि किन्छन् तल बेच्छन् फेरि किन्छन् फेरि बेच्छन् गाह्रो छ नोबेल बैंकका सीईओ ढुङ्गाना दिए राजीनामा गभर्नर बन्ने आकांक्षा होला त पुरा भए पनि नभए उनी त तिनी मान्छे हुन् भनेर 2 वर्षदेखि बसिरहेको छौं काल बेलामा पदार्थ ग्रहण गरेछन् ठिकै छ नि हामीलाई के टन्ट छ र कुलमान घिसिङलाई हटाउनु अघि के भएको थियो मन्त्री परिषदमा किन झुट बोलियो यो कुराको चर्चा गरिएको छ सेतो पार्टीमा 4 महिना मात्र कार्यकाल बाँकी रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र साक्यलाई नियुक्ति गर्ने निर्णय सोमबारको मन्त्री परिषद बैठकले साँझको बैठकले गरेको थियो यसबारे सोमबार बेलुकीदेखि नै मन्त्रीहरूले अनौपचारिक रूपमा बोले पनि सरकारले आधिकारिक जानकारी मंगलबार अपराह्न मात्रै सार्वजनिक गरेको थियो मन्त्री परिषद निर्णय सार्वजनिक गर्ने जिम्मा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने हो उनले सोमबार साँझ मन्त्री परिषदका केही निर्णय मात्रै सार्वजनिक गरेका थिए त्यसमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्बन्धी निर्णय थिएन मंगलबार अपराह्न मन्त्री परिषदको निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरुङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गरेर ललितपुरका हितेन्द्र साक्यलाई नियुक्त गर्ने निर्णय भएको औपचारिक जानकारी पनि दिए लोड सेडिङ हटाउन र प्राधिकरणलाई नाफामा लैजान भूमिका खेलेका घिसिङलाई सरकारले पदमुक्त गरेको भन्दै नागरिक स्तरबाट विरोध समेत अहिले भइरहेको छ सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला महामन्त्री द्वय गगन थापा गणगन थापा र विश्वप्रकाश शर्माले पनि सामाजिक सञ्जाल मार्फत सरकारको विरोध गरेका छन् भने केपी शर्मा ओलीले सानो विषयलाई ठूलो बनाउन खोजेको भन्दै डोरीलाई सर्प नबनाउन अभिव्यक्ति दिएका छन् घिसिङलाई हटाउने निर्णय हुनु अघि मन्त्री परिषद बैठकमा के भएको थियो त्यसबारे सेतुपट्टीले केही मन्त्रीलाई सोधेको छ मन्त्रीहरूका अनुसार ऊर्जा मन्त्री दीपक खड्काले अरू बेला जस्तै सोमबारको मन्त्री परिषद बैठकमा पनि घिसिङलाई हटाउनु पर्ने प्रस्ताव राखेका थिए
प्रधानमन्त्री ओलीले यो प्रस्तावमा मन्त्रीहरूको धारणा जान्न खोजेका थिए। सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकसभाका मन्त्रीहरू रहेका छन्। कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट पदमुक्त गर्ने प्रस्तावमा कांग्रेस र एमालेका मन्त्रीहरूले धारणा राखेका थिए। प्रधानमन्त्रीले सबै मन्त्रीका धारणा जान्न चाहेकोले सोमबार नै यस विषयमा निर्णय भइहाल्छ भन्ने मन्त्रीहरूलाई लागेको थिएन। यसअघिका मन्त्री परिषद बैठकमा पनि घिसिङबारे कुरा उठिरहन्थ्यो। सोमबार पनि कुरो उठ्यो। प्रधानमन्त्रीले मन्त्रीहरूको धारणा सुन्नु भएकै थियो। त एक मन्त्रीले सेतो पार्टीसँग भन्छन् घिसिङलाई हटाउने पक्षमा धेरै मन्त्रीले धारणा राखेको सुनेको थिए, तर तत्काल नै प्रधानमन्त्रीले यस विषयमा निर्णय लिने होला जस्तो लागेको थिएन। ती मन्त्रीका अनुसार घिसिङलाई हटाउन हुन्न भन्ने पक्षमा 2 जना मन्त्रीले अलिक कडा सुनिएका थिए। ती हुन् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक। मन्त्रीजीले धेरै पटक नै कुलमान घिसिङलाई हटाउनु पर्यो भन्नुभएको छ। उहाँलाई पनि अप्ठ्यारो परे जस्तो छ, तर बाहिरको परिस्थिति चाहिँ जटिल छ। गृहमन्त्री लेखकका भनाई उद्धृत गर्दै ती मन्त्रीले भन्छन्। उनका अनुसार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पनि घिसिङबारे निर्णयमा पुग्नु अघि राजनीतिक संयन्त्रमा छलफल गर्नुपर्ने कुरा राखेका थिए। 2 दलीय कांग्रेस एमाले राजनीतिक संयन्त्र पनि रहेको छ। त्यहाँ एकचोटि कुरा गरेर मात्र मन्त्री परिषदबाट निर्णय गर्ने कि प्रधानमन्त्री पौडेलको भनाई उद्धृत गर्दै ती मन्त्रीले सेतो पार्टीसँग भन्छन्। परराष्ट्र मन्त्री आर्जु राणा देउवाले भने मन्त्रीलाई अप्ठ्यारो परेकोले स्पष्टीकरण सोधिएका घिसिङलाई हटाउँदा फरक नपर्ने बताएको अर्का मन्त्रीले जानकारी दिएका छन्। सेतो पार्टीले सोमबार मन्त्री परिषद बैठकमा सहभागी फरक पार्टीका मन्त्रीहरूलाई यसबारे सोधेको थियो। कुलमान घिसिङमा विभागीय मन्त्री दीपक खड्कालाई नटेर्ने प्रवृत्ति देखियो। प्रधानमन्त्रीले त 4 महिना बाँकी छ, अहिले नै हटाउने र भन्दै आउनु भएको थियो। ती मन्त्रीले भन्छन् कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल भएपछि कुलमानलाई हटाउने निर्णयमा उहाँहरू पुग्नु भए जस्तो देखिन्छ। मन्त्री परिषद बैठक बस्नु अघि सिंहदरबारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँग संक्रमणकालीन न्याय र अन्य सम्बन्धित विषयमा छलफल पनि भएको थियो। छलफल सकेर प्रमुख प्रतिपक्षी दल तथा नेता प्रचण्ड बाहिरिएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच केही बेर कुराकानी भएको थियो। अर्का मन्त्रीले मन्त्री परिषद निर्णयमाथि सत्ता साझेदार दलहरू नै विभाजित भएर त्यसमाथि नै राजनीति गर्न नहुने बताएका छन्। कांग्रेसको नेतृत्व गरेको विभागीय मन्त्रालयबाट आएको प्रस्तावलाई लिएर कांग्रेसी नेता शेखर कोइराला र माओवादी गगन थापा र विश्वप्रकाश शर्माले राजनीति गर्नु उपयुक्त हुँदैन, लोकरिज्याइको कुरा गर्नु राम्रो पनि हुँदैन, ती मन्त्रीले भन्छन्। ती मन्त्रीका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउने प्रस्ताव ऊर्जा मन्त्रालयका तर्फबाट आएको थियो र त्यो प्रस्तावमाथि छलफल भई निर्णय प्रक्रियामा गएको बताउँछन्। कांग्रेसभित्र भने कुलमान घिसिङलाई हटाउन नहुने मत थियो। उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा गृहमन्त्री रमेश लेखक 4 महिना मात्रै कार्यकाल रहेका र कार्य सम्पादन राम्रो गरिरहेका घिसिङलाई हटाउन नहुने पक्षमा थिए। तर ऊर्जा मन्त्री खड्काको जोड बलमा प्रधानमन्त्रीले कांग्रेस सभापति देउवाको समर्थनमा घिसिङलाई पदबाट हटाउने निर्णयमा पुगेको देखिन्छ। तिनै खड्का हुन् जुन शेखर कोइराला पक्षबाट मन्त्री हुन पुगेका। अनि शेखर कोइरालाले बुरुक्क गरेर केही होला त देशको राजनीति दाजु भाउजूले खाए, देशको मात्रै होइन पार्टीको पनि गाली गर्छन्, के गर्नु, गाह्रो छ हेर्नुहोस्। ल आजलाई नेपाली सेतो पार्टीको समाचार पनि भ्याइयो हेर्नुहोस्। अब एउटा खानेकुरा सम्बन्धी समाचार छ। के तपाईले इरानी चिया खानुभयो? चिया खाने हो कि पिउने हो त्यो अर्को चर्चा होला। निर्मला घिमिरेले एउटा लेख्नु भएको छ इरानी चियाका विषयमा। भारतको तेलंगाना राज्यको हैदराबाद स्थित ऐतिहासिक स्थल चारमिनार घुम्दै गर्दा केही मानिसले हामीलाई सोधेका थिए इरानी चिया खानुभयो? छैन भने चाखेर मात्रै जानुस् है, त्यहाँको चर्चित चिया हो भनेर भनिएको छ। त्यसलाई यहाँ हैदराबादी दम चिया पनि भन्दा रहेछन् भनेर सुरुवात गरिएको छ, जसले अहिले काठमाडौँमा 14 ठाउँमा बेच्छन् इरानी चिया, जुन आफै तयार गरेर पठाउँछन् भनेर भनिएको छ। यदि तपाईँ इरानी चिया खानु भएको छैन भने खानु होला भन्ने चियाको चर्चा पनि हो। यो एउटा व्यवसाय। मलाई चाहिँ दुध जस्तो दही खाए जस्तो लाग्यो, खासै ओहोर चाहिँ लागेन यसको। त्यो इरानी चियाको एउटा फ्लेभर चाहिँ अर्को फ्लेभर खानलाई जानुपर्छ सबैतिर। इरानी चिया खानुभयो भन्ने समाचार हो यो। अब जाउँ रातोपाटीतिर। दोहोऱ्याएर तताएर खान हुँदैन यी तरकारी। यदि हामी केही कुरा तताएर खान्छौँ भने कुन चिज खानु हुँदैन भनेर भनिएको छ। तरकारीले दोहोऱ्याएर तताउन किन हुँदैन भन्ने चर्चा पनि छ। पालुङ्गोलाई पनि पकाइसकेपछि तताउनु हुँदैन। यदि पालुङ्गोको साग हामी खान्छौँ भने एकचोटि पकाएपछि खानुपर्छ, तताएर खानु हुँदैन, त्यसबाट कीटनाशक स्थिति निस्किन्छ भन्ने कुरा आयो। भात पनि पटक पटक तताउनु हुँदैन भन्ने कुरा आयो। भात तताएर खानु हुँदैन, हामी त फ्राई राइस भनेर खान्छौँ, बासी भातलाई ल्याउनुहोस् गाह्रो छ। अनि काँडा रोग नलागोस्। आलुलाई पनि तताउनु हुँदैन। यदि आलु पनि हामी तताएर खान्छौँ भने त्यो पनि यो विष बन्छ भन्ने कुरा आयो। उसिनेको अन्डा पनि दोहोऱ्याएर नतताउँ भन्ने कुरा रहेछ। उसिनेको अन्डा पनि तताएर खानु हुँदैन रहेछ। अब यसको समाधान के हो भन्ने कुरामा पालुङ्गोलाई कुनै पनि हालतमा तताएर खानु हुँदैन, न त हरियो पत्तेदार साग तरकारीलाई नै तताएर खानु हुन्छ। त्यसैले जति मात्रामा खाएर सकिन्छ त्यति नै पकाउनुहोस्। भात, आलु, सकरखण्ड, सलगम जस्ता तरकारी पनि पकाउने बित्तिकै तातो खानुहोस्। उभिएको छ भने फ्रिजमा राख्नुहोस् ताकि ब्याक्टेरिया उत्पन्न हुन नसकोस्। जतिखेर खाने हो त्यति नै खेर निकालेर तताउनुहोस्।
1 वा 2 दिनभित्र खाएर सकाउनुहोस्, लामो समयसम्म फ्रिजमा स्टोर गरेर पनि राख्नु हुँदैन भन्ने चर्चा आयो। यो समाचार दोहोर्याएर तार खान नहुने तरकारीका विषय यो रातो पार्टीले लेखेको थियो। देखिने गरिने काम गर्यो सरकारले भनेर भनिएको छ। देखिने गरी काम गरेन भन्ने मान्छेहरूलाई ठ्याक्कै देखिने गरी काम गरेको छ अहिले सरकारले भनेर भनिएको छ। कुलमान घिसिङलाई निकालेर सरकारले देखिने गरी काम गरो। अब गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकियो 3 गुणे र भिरगुडी मण्डप भनेर यो दुई ठाउँ तोकिएको रहेछ। यो चाहिँ 15 गते र 16 गतेको आन्दोलनको विषय हो। ल हेरौँला, हामी हेरै शेयर बेच्ने बहेर हेर्नु त होला नि। अब अभियानको सम्पादकीय आएको छ टिप्पणी भन्ने शीर्षकमा यसको शीर्षक चाहिँ संघीयताको जग कस्तो छ भनेर भनिएको छ। संघीयताको जग के कस्तो छ भन्ने कुराको चर्चा यो टिप्पणी अभियान दैनिकले गरेको छ। नेप्सेमा बेरिस एन्गल्फिङ, अब कता जाला बजार, कता जाला बेचेर बस्यो भने तल जाला, किनेर बस्यो भने माथि जाला, गाह्रो छ। ल हो मोटो ढुकढुक हुने समाचार हो यो पनि। सरकारले दियो कुलमानलाई हटाएको औपचारिक जानकारी, बल्ल दिएछ। आज अदालत जाने होला, फेरि स्टे अर्डर आउला, फेरि पदवाली होला। देशमा यस्तै छ। हिजोको 52-58 अङ्कको चैत भएको लगानी गर्दा हेरेको हेरै। कुलमानलाई हटाएकोमा सडक र सञ्जालमा चर्को विरोध दुवै। कुलमानलाई हटाएकोमा सडक र सञ्जालमा चर्को विरोध। 1 घण्टा बिताउनु परेन, समाचार वाचन नै गर्नु पर्यो, विश्लेषण नै गर्नु पर्यो। हेर्नुहोस्, अब कोही आउँदैन, आयो न सहयोग गर भने एक्लै भइन्छ। हेर्नुहोस्, 1 घण्टा त दिने हो, ठेल्ने हो। हेर्नुहोस्, अब जाउँ नयाँ पत्रिका दैनिकतिर। नयाँ पत्रिका दैनिकको आजको खबर छ एसईमा झन्डै 8000 विद्यार्थी अनुपस्थित भएका रहेछन्। यो पनि खबर नयाँ पत्रिकामा छ। त्यसपछि अर्को खबर छ कुलमानलाई हटाउँदै गर्दा कुलमान कहाँ थिए भनेर सबै जान्न चाहनुहुन्छ भने टुकी र दियोको भरमा रहेका मकवानपुरका चेपाङको घरमा बल्यो बिजुली। घरमा बिजुली बलेपछि खुसी हुँदै टुलकुमारी प्रजाले भनिन् हाम्रो पालामा गाउँमा बिजुली आयो भनेर कुलमान घिसिङलाई माल्यार्पण गरेर अबिर लाउँदै गरेको र टुकुमायाले कुलमानलाई नमस्कार गरेको फोटो सहित यो खबर नयाँ पत्रिका दैनिकले ग्वाममै अगालो मारेको छ। थापा र शर्मालाई तोसीमाको गिल्ला। गणगण कुमार थापा र विश्वकर्मा शर्मालाई तोसीमा कार्कीको गिल्ला। कति निरीह महामन्त्री हुने रहेछन् ठुलो पार्टीमा हरे शिव भनेर उनले सामाजिक सञ्जालमा पुरै खिल्ली उडाएको यो नागरिक दैनिकले लेखेको छ। अब विश्लेषण भन्छन् गएर हेर्दैन दामनाहरू, गाह्रो छ चाहिने कुरो। वैशाखसम्म निर्माण सम्पन्न गरिन्छ भनेर भनिएको रहेछ। यो ग्वारकोको फ्लाइओभरको कुरा हो। अब त अलिअलि बन्दै गरेको देखिन्छ, एकपट्टि सिद्धिसक्यो एकापट्टि बाँकी छ। यो खबर अन्नपूर्ण पोस्टले लेखेको छ। माइखोला हाइड्रोले नियमन आयोगबाट पायो हकप्रद निष्कासनको अनुमति। ल माइखोला हाइड्रो पार्कको लगानीकर्तालाई बधाई छ। यो समाचार बिजनेस पानामा रहेको छ। कार्यभार सम्हाल्दै साक्यले भने देशमा लोड सेडिङ हुँदैन भनेर यो हिरण्यदेव साक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हालेका छन्। सोमबार बसेको मन्त्रीपरिषद बैठकले उनलाई नियुक्त गरेको थियो र कार्यभार सम्हाल्दै गर्दाखेरि देशमा लोड सेडिङ हुँदैन, ढुक्क हुनुहोस् भनेर भनेछन्। पहिलो बाइट 2 खर्ब 70 अर्ब ऋणमा विद्युत प्राधिकरण छ भने ऋण तिर्न नसकेपछि रिसेड्युलिङ गर्न ताकेता आएको छ भनेर भनिएको छ। ल नाफामा गएको कम्पनी त ऋण तिर्न नसकेर रिसेड्युलिङ गर्न लागेछन्। हेर्नुहोस्, तै पनि भगवानलाई भगवान भन्छन्, गाह्रो छ। जसमा यसको विद्युत प्राधिकरणको फाइनेन्सियल डेटा पनि छ। लङ टर्म बोरोइङ हेऱ्यो भने सातोपुत्लो फ्लाइङ 1 दाइ सेकेटा हजार 10,000 लाख 10 लाख करोड 10 खरब 10 अरब खोजी के आउँछ त भन्दा माथि रहेछ। ल मैले नजाने चिज पनि पुगेछ। ल हेर्नु त भाखर राखेको ऋण नै 1.25 खर्ब छ भनेर भनिएको छ। ताकेता 1 अर्ब भुक्तानीको हो भनेर पनि भनिएको छ। ल बिजनेस पारेको समाचार भगवान बनाउनेहरूले पढौँ। रिसेड्युलिङ गर्न बेङ्गरलाई आग्रह गरेर रहेछ भन्दै अब क्लिक माण्डुतिर हामी जान्छौँ। राष्ट्र ब्याङ्कको अब बन्ने गभर्नर म जस्तै हुनुपर्छ। हरेकले यो राम्रो म किन भएछ, किन हामी चाहिँ राम्रो किन भएन, म चाहिँ किन राम्रो भयो भनेर खोज्दै जानु भने त्यो गबाट जानुपर्छ नि। कबाट कमाई हुनुपर्छ, खबाट खाना पुग्छ, गबाट गाडी चाहिन्छ, घबाट घर हुनुपर्छ, अनि ngबाट सुन लगाउनु पर्छ, नागतफुली ng भनेर भनिन्छ। त्यस्तै राम्रो म भनेर भनिएको छ। यो भन्ने व्यक्तिको नाम हो तिलक रावल। उहाँले भन्नुभएको छ नेताको दैलो र शक्ति केन्द्रमा धाउने सीमा नागेको व्यक्ति गभर्नर बन्यो भने राष्ट्र ब्याङ्कको गरिमा कायम हुँदैन। कसैको अनावश्यक प्रभावमा नपरी बोल्ड डिसिजन गर्न सक्ने निडर र लोभ नभएको व्यक्ति चाहिएको छ। कलियुगमा पाइएला। यता त्रेता युगमा रामै थिए, त्यही राम खोज्दै आए मात्रै हो। नत्र त पैसा नतिरिकन गभर्नर भइन्न। त्यो पैसा तिरे उठाउनलाई फेरि काला जादु गर्नु पर्यो। काला जादु गर्नलाई सेयर बजारको लगानीकर्ताले नलखेटी काँडा होला र गाह्रो छ। म जस्तै हुनुपर्छ भनेर क्यार्नु तिलक रावल खत्तीका मान्छे हुन्। ल च्याटमा लेख्नु साथीहरू, म जस्तै हुनुपर्छ भनेर लेख्नु भएको छ। उहाँले क्लिक मार्नुमा छ। कुलमानमाथि लक्षित गर्दै ओलीले प्रश्न गरेछन् नियुक्तिको भोलिपल्ट चिम बोकेर आयो र उनले अनि बिजुली बाल्नलाई। ल हेर्नुहोस्,
हाम्रा प्रधानमन्त्री हे हरि शिव क्या यस्तो तुच्छ बोल्छन्। कुलमानमाथि अर्बौं घोटाला गरेको अभियोगमा लेखा समितिले छानबिन थाल्यो, भ्रष्टाचार प्रमाणित होला त भन्ने शीर्षकमा यो खबर आएको छ। यो पनि क्लिकमान्डुको हो, बाँकी तथ्य त्यहीँ गएर हेर्नु होला। लौ हेर्नुहोस्, भारतले रोक्यो फेरि पनि पोलिमर काण्ड 10 रुपियाँको पोलिमर नोट होला। ल हेर्नुहोस्, म जस्तै हुनुपर्छ भने अर्को काण्डमा चाहिँ ल्याउनु पर्यो। गाह्रो। भारतले रोक्यो पिएससी अन्तर्गत नेपाललाई दिइरहेको थप बिजुली, अब लोड सेडिङ होला कि नहोला। ल हेर्नुहोस्, राजा ल्याएर छोड्छ भारतले, छोडो राजा त ल्यायो। हेर्नुहोस्, अब बिजुली दिँदैन, उताहरूको गर्छ, मान्छे लडाउँछ, अनि यहाँ विश्लेषण गर भन्छन्। गाह्रो छ। 1 घण्टा मलाई बिताउनु छ, अझै 13 मिनट बाँकी छ। हेर्नुहोस्, अब आदि समाचार छ। आगलागी भएको साङ्ग्ला प्लाई उद्योगको 35 करोडको बिमा नेसनल इन्सुरेन्समा छ। आज यसलाई लखेट्ने होला। हेर्नुहोस्, ए बा हो, पत्रकार पनि हात धोर लाग्छन्। साङ्ग्ला प्लाई उद्योगमा आगलागी हुँदा करोडौं रुपियाँको क्षति, 30 घर जोखिममा परेका छन् भनिएको छ। त्यसको नेसनल इन्सुरेन्समा 35 करोडको बिमा रहेछ। त्यसलाई फेरि लखेट्ने होला। आज गाह्रो छ, भएको कुरो पढ्नै पर्यो। गाह्रो छ। 25 करोडको नोट काण्ड पछि सिल्क ट्रान्सपोर्टका रमेश शेर्पा अहिले फरार। ल, एकजना चाहिँ बल्ल भाग्या देखियो। माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई धितोपत्र बोर्डबाट निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रेसनको अनुमति प्रदान भएको छ हिजो धितोपत्र बोर्डबाट। लो, माछापुच्छ्रे क्यापिटललाई बधाई छ, अब काम गर्न पायो। 1 महिनामा अरबपति हुने सम्भावना कति छ भनेर 2 बोतल बियर चिरिप्प पारेर हिँडेका थिए यी व्यक्ति। यिनले अन्तर्वार्ता दिएछन् हिजो मेरो लगानी सेयर गफमा। हेर्नु होला, कालीप्रसाद चिमोरिया हो विश्लेषक। यिनको नाम खाना लोकाचार, खाना लाए मानचार। ल हेर्नुहोस्, 100 रुपियाँ पनि नछोड्ने हाम्रा विश्लेषक हुने। के भन्नु, गाह्रो छ। 1 महिनामा अरबपति हुने सम्भावना कति छ भनेर सुधाजीले सोध्नुभएको प्रश्नमा उनको उत्तर ठाडो उत्तर छ। लो, खाना लोकाचार, खाना लाए मानचार भन्दै 2 बोतल स्वाहा। यो अस्ति भर्खर कुरो हो है। जसलाई थाहा छ। यो 70 जना जसलाई थाहा छ, अरू धेरैलाई थाहा नभए नि। अब व्यवहारिक लगानीकर्ता संरक्षण कोष करोडौं रकम उचित उपयोगको पर्खाइमा छ भन्ने विषयमा पदमुजेलले एउटा लेख लेख्नु भएको छ। यो पनि क्यापिटल नेपालमा छ। यसपछि वैधानिक कम्पनीको नाममा छ्यापछाप्ती हुन्डी रेमिट्यान्स प्रापक आउँछन् अफिस घेर्न भन्ने शीर्षकको यो पनि क्यापिटल नेपालको दिलु कार्कीको लेख हो। यो नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त कम्पनीको नाममा अस्ट्रेलियामा हुन्डी कारोबार भएको पाइएको छ भनेर सुरुवात गरिएको छ। ल, सबैलाई गम खास्टो उडाएर लिएर गए गभर्नरले। अब नयाँ उनले के गर्लान्? प्राधिकरणका अध्यक्ष भण्डारीको बदमासी, एक साथ 2 कम्पनीको अनुभव देखाएर नियुक्ति भनेर यो नेपाल दूरसञ्चार प्राधिकरणका भूपेन भण्डारीको चर्चा हो। खाए भण्डारीले। आइएमई ग्रुपमा 25,000ले रोजगारी पाएका छन्, स्वरोजगार बनाउन पनि हामी लागि परेका छौँ भनेर यो चन्द्रप्रसाद ढकालले चाइनी ढकालले भन्नुभएको छ। यो उहाँको विचार हो। यो सिंहदरबार पोस्टमा छापिएको छ। 5 लाख विद्यार्थी एसई शेयर बढाउनलाई 5 लाख विद्यार्थी एसई परीक्षामा गणतन्त्रवादी र राजावादी भिडन्तको तयारी भन्ने शीर्षकको चर्चा छ। विद्यार्थी एसई परीक्षामा छन्, चोरा खन्तीले लड्न थाले भनियो। 5 वर्षमा 1.5 खर्ब रुपियाँ कृषि अनुदानमा अपचलन भएको छ, अब पूर्ण रूपमा रोक्छु भनेर कृषि मन्त्रीले भन्नुभएको छ। नेप्सीको सिइओमा आए नारद कुमार लुइटेल। यता नारद उता नारायण, अब यता अब के आउँछन्? चुसिल आउँछन् भनेर बसेका छौँ हामी। यता यहाँ ढुङ्गाना भन्छन्। ल, कारबाहीमा परे कुलमान। यो पनि सिंहदरबार पोस्टको समाचारहरू हो। पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालय सक्रिय बनेको छ भनेर अर्को समाचार आएको छ। अर्थ संसारमा विषयगत मन्त्रालयलाई निर्देशन दिएको छ भन्ने चर्चा छ। शेयर बजारमा गिरावट लगानीकर्ताले कसरी खोज्ने अवसर के छ? कसरी खोज्ने? हेरवन टाउको दुख्छ नहेर्दै फाइदा। थरीथरीका चामल ब्रान्डले उपभोक्ता भने रणभुल्ल छन्। एकपटक किनेको ब्रान्ड किन फेरि पाउन गाह्रो पर्छ? यहाँ पनि जुवा खेलेका छन्। हेर्नुहोस्, एकचोटि चामलको ब्रान्ड ल्याउँछन्, मिठो ल्याउँछन्, अनि अर्को पटक त्यो चामलको ब्रान्ड भेटिन्न, अर्को पटक जाँदा अर्को आउँछ, अर्को महिना किन्दाखेरि धेरै किन्नु चिलासा पर्लामेन्ट डर। यो थियो यो भिजमाण्डुको समाचार। नारायण डेभलपमेन्ट ब्याङ्क झनै बिग्रियो, राष्ट्र ब्याङ्कको निगरानीबाट देखियो काली लाग्दो तस्बिर। यो भन्नुमा फेरि जुवाडेलाई गाह्रो होला, पत्रकारलाई धम्की दिलान् भन्ने डर लाग्छ। हेर्नुहोस्, हिजो आज समाचार लेख्यो कि पत्रकारले धम्की खानुपर्छ। अस्ति धन्नै एकजना साथीलाई कुर्चेर मार्छ भने झन् चाहिने कुरो आज बिहान चाहिने आउनु भएको छ। ल, यसपछि लगानी न्युजतिर जाउँ। युरोपेली बजारमा विद्युतीय सवारीको बिक्री उल्लेखनीय वृद्धि, पेट्रोल र डिजलको गाडीको माग घटेको छ, इभीको बढेको छ भन्ने समाचार आएको रहेछ यो युरोपियन बजारमा। अब जाउँ अर्को खबरतिर। इमेलमा नबिल ब्याङ्कका सिइओ ज्ञानेन्द्र ढुङ्गानाले भने नयाँ अवसरको लागि जान लागेको छु। लो, जन क्या हो योपालि उधारो सहमति नगर्ने सहमति गर्न लाग्यो क्या चौधरी साहबले? के हो परिवर्तन जी आउँछन् क्या हो? अब जाउँ प्राधिकरणमा 4 वर्ष नेतृत्व पाएका साक्यलाई मन्त्रीको निर्देशन, विधि सम्मत ट्रङ्क र डेडिकेटेड फिडरको महसुल उठाउने प्रक्रिया थाल्नुहोस् भनेर भनेका रहेछन्। पदभार ग्रहण गर्दै गर्दाखेरि र यो शपथ लिँदै गर्दाखेरिको फोटो छ। नेपालका 64% उद्योगमा अझै चल्छन् 700 मेगावाट बराबरका डिजल जेनेरेटर
ल हेर्नुहोस् उहाँ लोड सेडिङ अन्त्य गरे भने बहुमानले यता जेनेरेटर चल्छन् अझै 700 मेगावाट बराबरको डिजल अझै जेनेरेटर चल्छ यस्तो ताल छ सुख्यामका लागि राहत सुपर हेवा र पिलुवा खोलाको 11 मेगावाट विद्युत प्रणालीमा थपिँदैछ भन्ने कुरोको चर्चा पनि यो ऊर्जा खबरमा गरिएको छ यसपछि हामी कता जान्छौँ भनेर भन्दा फ्याक्ट यहाँ बिग्रो अब समाचार पत्र दैनिकतिर लाग्नुपर्छ जेडीकेका फ्रन्टलाइन विवाद समाधान गर्ने प्रतिबद्धता भन्ने शीर्षकमा नेपाल समाचारपत्र दैनिकको पहिलो पृष्ठमा खबर छ यो अहिले नवनियुक्त प्राधिकरणका कार्यकारी निर्देशक जितेन्द्र साकेको फोटोसहित कुलमान कानुनी उपचारमा जाने भन्ने शीर्षक सँगैको छेउमा बक्स न्युज पनि बनाइएको छ कुलमानलाई हटाउने निर्णय विरुद्ध प्रदर्शनहरू पनि भएका छन् भन्ने चर्चा पनि पहिलो पृष्ठमा छ ग्याङ फाइटमा गोलेको मृत्यु 16 जना पक्राउ भनेर हिजो भएको यो झगडा र एकजनाको मृत्यु भएर छ यो चाहिँ रिसिभी होलीदेखिको रिसिभी हो भनेर भनिएको छ 3 पालिकाका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन् भनेर अर्को चर्चा पनि समाचारपत्र दैनिकमा छेउछाउमा गरिएको छ बाँकी पेज त पुरै विज्ञापन लेखा छ कर्जा सुक्ता गर्ने बारेको पैँती दिने सार्वजनिक सूचना भनेर लक्ष्मी लघुवित्तले पुरै पेजभरि भएका नाम जति यहीँ ल्याएर टाँसेछ दिशाहीन अवस्थामा परराष्ट्र सम्बन्ध भन्ने शीर्षकमा पनि लेख छ लोकतन्त्र धरापमा नपार भनेर सम्पादकीय पनि आएको रहेछ नाडेब लघुवित्त वित्तीय संस्थाको पैँती दिने सूचना पनि आएर पुरै पेजभरि हेर्नुहोस् विज्ञापनै रहेछ समाचारपत्र दैनिक भनेर क्विन नेपाल लघुवित्त वित्तीय संस्थाको आह्वान पत्र आएको रहेछ यो आह्वान पत्र के को लागि हो भनेर भनिएको छ यसमा फ्याक्ट देखिएन अक्षर सानो हेर्नु होला पुरै पेज खाएछ पुलिस पीएम कपको फाइनलमा पुगेको छ भन्ने चर्चा पनि गरिएको छ भने नेपाल मलेसियासँग पराजित भयो भन्ने कुराको चर्चा खेलकुद समाचारले पनि खायो भन्दै लाग्नु अरु समाचारतिर देउखुरीमा प्रदेशको सिंहदरबार भन्ने शीर्षकको खबर छ यो दाङबाट प्रेषित समाचार हो यो प्रदेशका मन्त्रीहरू बस्ने सबै पुरेको हेर पैसा यस्ता गएको छ अनि ऋण किन हामीलाई थाप्न नआओस् यो संहितालाई जहिलेसम्म नपल्टाउँछ तबसम्म यस्तै हो ताल कान्तिपुर दैनिकको पहिलो पृष्ठको समाचार मलेसियामा कागजात विहीन नेपालीको कारुणिक कथा ल हेर्नुहोस् देशमा केही होला भनेर देशमा गर्न नसकेर बाहिर गएका जनताहरूको हालत यस्तो छ एसई कि आटिरी परीक्षार्थी भनेर बाबु छोरीको फोटो सहित मस्तिष्क हातले सृष्टिको दाहिने हात चल्दैन दाहिने आँखा र खुट्टा पनि कमजोर छन् बोली स्पष्ट छैन देब्रे हात पनि सुस्त चल्छ तर हिम्मत नहारी एसई लेखिरहेकी छिन् भनेर बाबु छोरीको यो फोटो सहित कान्तिपुर दैनिकको पहिलो पृष्ठको प्रेरक यो समाचार छ यो पनि हेर्न सक्नुहुन्छ पाल्पाको ढाकादेखि रुकुममा राडीसम्म भनेर मेड इन लुम्बिनी भन्ने शीर्षकको थप समाचार पनि कान्तिपुरमा भित्र पृष्ठमा छ यसपछि जाउँ अरू समाचारतिर राजावादीको आधारहीन उत्साह भनेर लोकराज बरालले लेख लेख्नु भएको छ भने सरकार कता हिँडेको भनेर पुरै दुर्गेश थापाको गीत गाएको छ सम्पादकीयमा कान्तिपुर दैनिकले अब घिसिङलाई हटाउने निर्णय सोरै आना गलत हो भनेर सम्पादकलाई चिठी लेखिएको रहेछ भत्किदो व्यवस्था विश्व व्यवस्था र नेपाली हितको रक्षा भन्ने शीर्षकमा प्राइम मिनिस्टर मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पको स्केच सहितको नेपालको गणतन्त्र सँगै विद्याधर मल्लिकको लेख छ लुम्बिनीको पहिचान र प्रकृति र संस्कृति भन्ने शीर्षकमा गणेश श्रीपालीको लेख छ भने सञ्जालमा गोपनीयता र अधिकारको सन्तुलन भन्ने शीर्षकमा राधा ओलीको लेख पनि रहेछ सत्य निरूपण आयोग महापदाधिकारी सिफारिस समितिको कार्यविधिमा अन्यल भन्ने शीर्षकको समाचार पनि थप भित्री पृष्ठमा छ कागजात विहीनलाई एम्बुलेन्सले पनि लैजाँदैन भनेर यो नेत्र प्रसाद तिमसिना मलेसियाका लागि नेपाली राजदूत भनेर यो शीर्षकको मलेसियाको दुःखद खबर पनि थप भित्री पृष्ठमा लेखिएको छ भारतबाट थप बिजुली ल्याएर भए पनि उद्योगमा लोड सेडिङ हुन दिन्न भनेर हितेन्द्र साक्यले हिजो कार्यभार सम्हाल्दै गर्दा भन्नुभएको छ कान्तिपुरको भित्री पृष्ठमा छ टिकेन नेप्सेको वृद्धि 58.08 अङ्कले 7 पुत्लो गयो बजार घटेर भन्ने शीर्षकको समाचार पनि कान्तिपुर दैनिकमा छ पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयको निर्देशन भन्ने शीर्षकको समाचार पनि थप पृष्ठमा छ यसपछि खेलकुदतिर लागौं मलेसियासँग नेपालको हार सर्वनाक हार भन्ने शीर्षकको समाचार पनि छ भने श्रेयस प्रेरित पन्जाब विजयी भएको छ भनेर यो आइपीएलको चर्चा पनि रहेको छ अब लुम्बिनीको सामर्थ्य भन्ने शीर्षकमा एक्स्ट्रा अर्थ समाज विशेष बुलेटिन निकालेको रहेछ पर्याप्त छन् समृद्धिका आधार र अवसरहरू भनेर यो लुम्बिनीको सामर्थ्य भन्ने शीर्षकमा अरू थप यो लुम्बिनीका परम्परा त्यहाँको व्यवसाय त्यहाँको संस्कृति त्यहाँको कला शैली यी आदि विषयमा पनि चर्चा गरिएको छ भन्दै लागौं राष्ट्र बैंकका डेटातिर अब
23 र 0 टुकी बिहान के हो आज के हुन्छ 22 र 23 तारिकको डेटा आएको रहेछ। अयो गाह्रो 22 र 23 तारिकको डेटा आएको रहेछ। आज 26 तारिक हो। 23 तारिकको डेटा हेर्छु म 6765 डिपोजिट बढेको बढै छ 6039 यो कमर्सियल बैंकको टोटल डिपोजिट हो। अदर बीएफआई टोटल डिपोजिट 726 छ। टोटल ल्यान्डिङ हेर्यो भने 5456 छ। यता पनि लगानी पनि बढेकै देखिन्छ। कमर्सियल बैंकको टोटल ल्यान्डिङ 4842 छ। अदर बीएफआई टोटल ल्यान्डिङ हेर्यो भने 613 छ। सिडी रेशियो 79.3 छ रहेको छ भने अन्तर्बैंक ब्याज दर 3 छ। बिस्तारै लगानी पनि बढेको र डिपोजिट पनि बढेको देखिरहेको छ। यो डेटा हेर्दाखेरि भन्दै लाग्यौं आजको प्रेरक प्रसंग पढाइको रहर भन्ने शीर्षकतिर। धेरै पहिलेको कुरा हो। अमेरिकाको एउटा गाउँमा एक गरिब परिवार बस्थ्यो। परिवारमा बुबा आमा र एक छोरा थिए। उनीहरूका दुई छोरा र एक छोरी थिए। उनीहरू मध्ये जेठा छोरा बाबु आमाको काममा सघाउँथे। उनी पढ्न चाहन्थे। उनमा पढ्ने तीव्र चाहना थियो। तर त्यसका लागि एकातिर उनको गाउँको नजिकमा स्कुल पनि थिएन। अर्कातिर उनीका गरिब बाबु आमासित छोरालाई पढाउने खर्च पनि थिएन। त्यसैले ती बालकको चाहना पूरा हुन सकिरहेको थिएन। ती बालक दिनमा जंगलमा गएर दाउरा काट्थे, खेतीपाती गर्ने जस्ता काम गर्थे। उनी आफ्नो काममा सन्तुष्टि पनि थिए। तर पढ्न नपाउँदा उनलाई असाध्यै दुःख लागिरहेको थियो। एक दिन उनले गाउँदेखि 10 माइलको टाढाको शहरमा एउटा पुस्तकालय भएको र त्यहाँबाट किताब ल्याएर पढ्न सकिने थाहा पाए। त्यसपछि उनी हरेक दिन पैदल हिँडेर यति टाढासम्मको पुस्तकालयमा पुगी किताब ल्याउने र दिनमा जंगलमा गएर दाउरा काट्ने कामलाई निरन्तरता दिन थाले। उनी रातमा त्यही दाउरा बालेर त्यसको उज्यालोमा पढ्ने गर्थे। यसरी पढ्दै जाँदा उनको पढाइमा सुधार हुँदै आयो। उनी एकपटक पढेको कुरा हत्तपत्त बिर्सिदैनथे। उनले बिस्तारै छरछिमेकतिरका घरमा भएका नयाँ पुराना सबै पुस्तक पढेर सिद्धाए। पढ्नका लागि जे सामग्री भेट्थे उनी तत्कालै त्यसलाई पढी भ्याउँथे। यसरी पढ्दै जाँदा तिनै बालक एक सफल वकिल बने। वकिल बनेपछि दिन दुखीका पक्षमा वकालत गर्दा गर्दै उनी अमेरिकाको 16औं राष्ट्रपति समेत बन्न पुगे। ती बालक थिए अब्राहम लिंकन भनेर अब्राहम लिंकनको बालक जीवनको यो प्रसंग थियो पढाइको रहर भन्ने शीर्षकको नयाँ पत्रिका दैनिकको। अब डिकाबिनाको कवितिर लागौं। डिकाबिनाका कवि के भन्नुहुन्छ हेरिहालौं। 28 मिनट अगाडि आएको छ। त्योभन्दा अगाडि हिजो बेलुकाको छ। आफैले हटाउने आफैले विरोध गर्ने, आफैले हटाउने आफैले विरोध गर्ने, जनता झुक्याउन तिग्डम पनि कतिसम्म गर्नुपर्ने, हैट खुट्टो काट्न लाउने पनि आफै, व्हील चेयर दान दिने पनि आफै भनेर हिजो बेलुका भन्नुभएको छ। हिजो बेलुकाको यो कविता थियो। अब तत्त्वतिर जाउँ। सुतेर बसे हुन्छ घरमा, सुतेर बसे हुन्छ घरमा, गणतन्त्र फाल्न दुःख गर्नु पर्दैन राजावादीले। 2 तिहाई छ हामीसँग, हामी आफै फालिदिन्छौँ। टुकी बालेर ठेला गाडामा हालेर, उत्तानो पारेर त्रिशुलीमा झारेर, दास ढुङ्गा नै गनेर, जनता हेरेको हेरै भनेर पुरै दुर्गेश थापाको गीतको शैलीमा यो अर्जुन पराजुलीले पनि कविता लेख्नु भएको छ। पुरै दुर्गेशमय भएको देश देख्दाखेरि ताले यस्तो छ भन्दै मसँग सम्पूर्ण सङ्कलित सामग्रीहरू सकिए।